मुलुकको आर्थिक विकास र समृद्धिका लागि जनस्तरबाट थुप्रै परियोजना सञ्चालन भएका छन्। तिनै परियोजनामध्ये झापा इनर्जी लिमिटेडले सुरु गरेको सौर्य ऊर्जामा आधारित विद्युत उत्पादन परियोजना एउटा हो। समुदायको प्रत्यक्ष चासो, लगानी र स्रोत व्यवस्थापनबाट झापाको शिवशताक्षी नगरपालिका 4 सालमारामा सञ्चालनमा आएको सोलर प्रविधिको यो परियोजना 10 मेगावाट क्षमताको छ। ऊर्जा उत्पादनद्वारा आर्थिक विकास र समृद्धिको अभियान सुरुवात गर्ने मुख्य लक्ष्य राखेर 2075 असोज 16मा झापा इनर्जी लिमिटेड स्थापना भएको थियो। स्थापनाको छोटो अवधिमा झापा इनर्जी लिमिटेडले 21 बिघा 13 कट्ठा जग्गा खरिद गरी सौर्य ऊर्जामा आधारित विद्युत परियोजना सञ्चालन गरेको छ। झापा इनर्जी लिमिटेड हामीले एउटा समृद्धिको अभियानको निम्ति हामीले यहाँ झापामा सुरु गर्यौँ। देशका विभिन्न भागमा विकास निर्माण योजनाहरूमा सहभागिता हुँदा झापा जिल्लामा के गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो धेरै साथीहरूसँग। छलफलपछि सोलर पावरमा काम गर्न सकिन्छ भन्ने भएपछि हामीले छलफलद्वारा सोलर पावर निकाल्ने गरी झापा इनर्जी लिमिटेड दर्ता गऱ्यौँ र यो चाहिँ जनताहरूकै सहभागितामा झापा जिल्लामा झापालीहरूकै अगुवाईमा केही न केही काम गर्ने भन्ने कुराको निष्कर्षपछि झापा इनर्जी लिमिटेड दर्ता भयो। त्यस पछाडि हामीले जमिन खरिद गऱ्यौँ 22 बिघा। त्यस पछाडि त्यसलाई आवश्यक पर्ने हरेक लाइसेन्सीको कामहरू सम्पन्न गर्दै आज हामीले 22 बिघा जमिन आफ्नै र अरू थप 5 बिघा जमिन लिएर झापा इनर्जी लिमिटेड 10 मेगावाट सोलर पावर निर्माण गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौँ। संविधान सभाका अध्यक्ष सुभाष नेमाङले 2078 मङ्सिर 27 गते शिलान्यास गरेको यो परियोजना पूर्वी नेपालको सबैभन्दा ठुलो सौर्य ऊर्जामा आधारित परियोजनाका रूपमा पनि परिचित छ। समुदायको सानो लगानीले ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने नमुना उदाहरणका रूपमा यो परियोजनालाई लिन सकिन्छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले 2080 माघ 23 गते भव्य समारोहका बीच उद्घाटन गर्नुभएको यो परियोजना निकै छोटो अवधिमा सञ्चालनमा आएको हो। माछापुच्छ्रे र हिमालयन बैंक लिमिटेडको वित्तीय लगानीमा स्थापना भएको यो सौर्य परियोजनाले समुदायलाई समेत उत्तिकै उत्साहित बनाएको छ। दृढ अटुट इच्छा शक्ति र सङ्गठित नवीनतम प्रयोग तथा उपलब्धिका रूपमा समेत यो परियोजनालाई हेरिएको छ। परियोजना सञ्चालन गरिरहेको झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी समेत गरिरहेको छ। झापा इनर्जी लिमिटेडको निर्माण सम्पन्न भएपछि अहिले ग्रिडमा जडान भएर राष्ट्रिय प्रसारण लाइनमा वितरण भइरहेछ। अब हामी यसलाई आइपिओमा लगेर व्यवस्थापन गर्न चाहन्छौँ र हामीले गत ज्येष्ठ महिनामा सबै प्रक्रिया पुरा गरेर आइपिओको लागि हामीले 7मा निवेदन पेश गरेका छौँ। मलाई लाग्छ अब त्यसलाई प्राविधिक प्रक्रिया हेरेर चाँडै आइपिओमा जाने कुरा म यहाँ राख्न चाहन्छु। सोलर प्यानल मार्फत उत्पादित ऊर्जालाई आफ्नै ट्रान्समिसन संरचना तयार गरी नेपाल विद्युत प्राधिकरणको बुलुचोक सब स्टेसनमा जोडिएको छ। उच्च प्रविधियुक्त र विश्वसनीय ब्रान्डका 21,621 वटा सोलर प्यानल परियोजना अन्तर्गत जोडिएका छन्।
सोलर टुरिज्मको प्रवर्धन गर्दै वरपरको क्षेत्रलाई व्यावसायिक बनाउने दीर्घकालीन योजना र रणनीति पनि झापा इनर्जीसँग छ। झापा इनर्जी लिमिटेडको निर्माण सम्पन्न पछि हामीलाई थाहा छ शिलान्यास सम्माननीय पूर्व सभामुख सुभाष नेम्बाङजीले गर्नुभएको थियो भने यसको इनोग्रेसन अथवा उद्घाटन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले त्यस बखत गर्नुभयो 1 वर्ष अगाडि माघ 23 गते। अब अहिले सम्पन्न भयो, निर्माण सम्पन्न पछि अब हामी त्यसलाई पर्यटकीय स्थलको रूपमा निर्माण गरेर कसरी रोजगार सिर्जना गर्ने, पर्यटकीय स्थलको रूपमा निर्माण गर्ने भन्ने बारेमा हामीले सोच निर्माण गर्दैछौँ। मलाई लाग्छ केही समय पछाडि यसको तयारी गरेर फेरि हामी आउनेछौँ। नेपाल विद्युत प्राधिकरण र झापा इनर्जी लिमिटेड बीच 25 वर्षका लागि विद्युत खरिद सम्झौता भएकाले आयोजनाबाट उत्पादित बिजुली 7 रुपैयाँ 30 पैसा प्रति युनिटका दरले बिक्री भइरहेको छ। पेट्रोलियम पदार्थको बढ्दो आयातले व्यापार घाटा चुलिँदै गएका बेला समुदाय तहबाट निर्माण भएको यो परियोजनाले विशिष्ट महत्त्व त राख्छ नै, यस प्रकारका परियोजना सञ्चालन गर्न अरूलाई पनि उत्तिकै प्रेरित र प्रोत्साहित गर्छ।